हेलो गाइस, गुड मर्निङ, नमस्कार। मेरो भ्लगमा हजुरलाई स्वागत छ। आज म बाहिर निस्किन खोजेको एंट्री अच्छी है लेकिन बैठने का तरीका अभी बड़ा कैजुअल है। अनि म बाहिर निस्किँदैछु। म कहाँ जाँदो रहेछु होइन, हजुरलाई पक्कै म भिडियो बनाउने छु। हजुर पक्कै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। यहाँनिर पुल बनाउँदैछन् होइन। पुल कस्तो पारे अब हेर्दै हेर्दै जानु पर्यो नि। हेर्नुहोस् त गाइस, यहाँ पुल कस्तो बनाए हेर्नु पर्यो कि। अब यस्तो घाम लागिरहेछ, यति घाम लागिरहेछ, कति देर घाम लागिरहेछ होइन। हेर्नुहोस् त, यस्तो पो बनाइसकेछ नि त। ओ माई गड, म हिँडिराखेको छु। कति देर घाम लागिरहेछ। म अब यहाँ हुँदै, यो बाटो हुँदै म अब कहाँ पुग्दो रहेछु। अवश्य म भिडियो बनाउने छु होइन। कस्तो स्यासा भयो क्या म। यो बाटो हिँडिसकेँ नि गाइस, तर एउटा अटोहरू केही नभेटिने नै कस्तो बाटो रहेछ, कस्तो ठाउँ रहेछ कि। म कस्तो ठाउँमा चाहिँ आइपुगेको छु कि एउटा अटो पनि भेटेको छैन। यस्तो घाममा हिँडेर टाउकै दुख्छ। आमामा, ठाउँ त खत्तम रहेछ कि यहाँनिर त। फाइनली गाइस म आइसकिसकेँ होइन। मेरो प्लेन लेट भइसकिसक्यो अब गाइस। यहाँ कहाँसम्म जानु त मलाई पनि थाहा छैन होइन। अब लगभग को घाम छ, कति घाम छ, कति घाम छ, कस्तो घाम छ। घाम सोचिसक्नु नै छैन होइन। अति घाम रहेछ। अब पैसा साट्नु पर्ने। कतिको साट्ने हो पनि पैसा साटेर पनि जाने हो नि त। फाइनली मैले पैसा साटिसकेँ। हेर्नुहोस् त, पैसा साटिसकेँ। अब म हिँडिसकेँ। मलाई कि बाई मम्मी, तपाईँको छोरी अब विदेश लागि। मम्मीलाई धेरै मिस गरिरहेको छु। म विदेश हिँडेको। गाइस हेर्नुहोस् है, मेची खोलाको पानी। हामी जाँदैन, हिँड्दै जाने अब त। हेर्नुहोस् त गाइस, कत्रो रहेछ है समुद्र पारी आइसक्यो। हेर्नुहोस् बाटो यस्तो रहेछ। फाइनली अब यहाँदेखि म हिँड्दै जान्छु होइन। भिडियो गर्न पनि दिँदैन होला पुलिसहरूले होइन। पर पुलिसहरू मामाहरू बसिरहनु भएको रहेछ होइन। यहाँदेखि त म हिँड्दैछु, के हुने रहेछ है त ल। यहाँदेखि त म अर्को भिडियो बनाउने छु है त ल। फाइनली म होइन पास भएँ, म छिरिसकेँ। यहाँनिर अलिक डराउँदै बनाउनु पर्दो रहेछ गाइस। म भरे हेर्नुहोस्, विदेशको दृश्य यस्तो हुँदो रहेछ। व्यापारीहरू हेर्नुहोस् गाइस, कति गरिँदो रहेछ, कति गरिँदो रहेछ। मम्मी तपाईँको छोरी अवश्य फर्केर आउने छु है विदेशबाट। छिरिसकेँ क्या मको बजार पनि। अब म पसेँ, कस्तो के रहेछ अब हेरौँ है त ल। त्यस्तो रहेछ यहाँको बजार। सागसब्जीहरू रहेछ। सागसब्जी चाहिन्छ भने आउनुहोस् है। यसको बजारमा बसिरहेको छु। यो ठाउँ त म नाम चाहिँ बताउँदिनँ। म यो ठाउँमा आइपुगेँ। घाम यति छ कि हजुरहरू जान्नुहुन्छ र बुझ्नुहुन्छ भने पारि अहिले बर्खाको टाइममा नआउनु होला। यति गर्मी छ, यति गर्मी छ। पुरा 500 डिग्रीभन्दा नि धेरै गर्मी छ। घाम त्यस्तो गएर छ, गर्मी त्यस्तो छ होइन। अति गर्मी भएर अब यस्तो गर्मीले हट्याक्कै भएर म त झन्डै बिर्छु जैन बहिनी है। ल फाइनली म अब घर पुगेर
हजुरहरूलाई म जानकारी गर्छु नि त कस्तो कस्तो ठाउँ कहाँ कहाँको ठाउँ भनेर। अब यहाँ चाहिँ भर्खरै आइपुगेर छु होइन, म यहाँदेखि अब जान कति टाइम लाग्दो रहेछ भिडियो बनाउँछु। यहाँको दृश्य चाहिँ बाई। ल गाइस, आजको भ्लग चाहिँ यस्तो यस्तै बनाउँदै हिँड्दैछु होइन। खास चाहिँ राम्रो पकाइनु परेन, बनाउनै सकिनँ क्या मैले, कति गरी भयो। सकेँ। आजको गर्मी, आजको घाम कस्तो लागिरहेछ। ल आजको मेरो भ्लग यही टुङ्गिन्छ। हजुरहरूलाई माया गरिदिनु भने धेरै आशा गरिरहेको छु। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हस् त बाई। म अर्को भिडियोमा अवश्य म आउनेछु। बाई।